नेपाल प्रिमियर लिग सिजन 2 सुरु हुन अब 18 दिन बाँकी रहँदा टिमहरूले फरेन प्लेयर साइन गर्ने क्रम जारी छ। नयाँ प्लेयर साइनिङदेखि सिजन 1 का खेलाडीहरू यो सिजनमा कमब्याक पनि गर्दैछन्। एनपिएल टिमले सिजन 2 का लागि भित्राएका विदेशी खेलाडीहरूको लिस्ट आजको भिडियोमा हामी प्रस्तुत गर्दैछौँ। यो भिडियोमा अक्टोबर 28 सम्म टिमले साइन गरेका विदेशी खेलाडीहरू हुनेछन् र फर्दर साइनिङहरू हामीले कम्युनिटी ट्याब मार्फत तपाईहरुलाई अपडेट गराउने नै छौं। सुरु गरौँ डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सबाट। जनकपुरले यो भिडियो प्रिपेयर गर्दासम्म लहिरु मिलन्ता जो एनपिएल सिजन 1 मा पनि खेलेका थिए उनलाई फेरि टिममा समावेश गरेको छ भने अन्य खेलाडी साइन गरिसकेको भने छैन। सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियन फेमस क्रिकेटर क्रिस लिनलाई साइन गरेको छ भने एनपिएल सिजन 1 बाट स्कट क्युगलाइनलाई फेरि पनि टिममा समावेश गरेको छ। कर्णाली याक्सले नेदरल्यान्डका खेलाडी म्याक्स ओडाउड र स्कटिस खेलाडी मार्क वाटलाई साइन गर्दा गत सिजन खेलेका विल बसिस्टोलाई रिटेन गरेको छ। लुम्बिनी लायन्सको कुरा गर्नुपर्दा लुम्बिनी लायन्सले इटालियन प्लेयर थोमस ड्राका र अस्ट्रेलियन खेलाडी डार्सी सर्टलाई आफ्नो टिममा साइन गरेको छ। विराटनगर किङ्सले स्कटिस प्लेयर जर्ज मुन्से र अस्ट्रेलियन क्रिकेटर स्याम हेजलेटलाई साइन गरेको छ। काठमाडौँ गोर्खाजले साउथ अफ्रिकन क्रिकेटर रिकार्डो वास्कन्सेलसलाई साइन गरेको छ। चितवन राइनोजले एनपिएल सिजन 1 बाट रवि बोपारा र सोहेल तन्वीरलाई रिटेन गर्दै टिममा इङ्ल्यान्डका पपुलर क्रिकेटर डेभिड मलानलाई साइन गरेको छ। पोखरा एभेन्जर्सले भने इङ्ग्लिस क्रिकेटर विकेटकिपर ब्याट्सम्यान एडम रसिङटनलाई टिममा अनुबन्ध गरेको छ। यो टिमको फाइनल स्क्वाड भने होइन, अझै प्लेयरहरू एड हुनेछन् र यसको स्क्वाड अपडेट हामी कम्युनिटी ट्याबमा दिने नै छौँ। तपाईँ एनपिएल 2 मा कुन खेलाडी खेलेको हेर्न चाहनुहुन्छ कमेन्टमा लेख्नुहोला र एनपिएलमा तपाईँको फेभरेट टिम कुन हो त्यो पनि कमेन्टमा लेखेर जानुहोला र जाँदै यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।